नमस्कार। माथि चुरेबाट उत्पन्न गोदावरी नदीको कलकल बगिरहेको दृश्य हामी गोदावरी धाम क्षेत्रबाट देखाइरहेका छौँ। यस क्षेत्रमा रहेका धार्मिक संरचनाहरूको पनि हामी दृश्यावलोकन गराउँदैछौँ। अहिले हामीले देखिरहेको यो दृश्य गोदावरी नदी पारीको शिवपुरी बाटिका क्षेत्र हो। बाटिका क्षेत्रमा तुलसीगिरी महाराजको आश्रम रहेको छ। उहाँका साथमा अन्य साधु सन्त र माताहरू पनि यहाँ रहेका छन्। तपाईँ यहाँ बस्नुभयो? मेरी जमाने से बैठल बाटू यहाँ। कति वर्षको उमेरदेखि? वहाँ ऊपर कुंभ नहीं लागल है, टपका पालते हूँ गुरु के पालते बसल में। गोदावरी धामको समग्र विकासका सन्दर्भमा स्थानीय पत्रकार वीरेन्द्र भट्टको भनाइ यस्तो रहेको छ। पर्यटकीय दृष्टिकोणबाट पनि अति महत्त्वपूर्ण यो गोदावरी धाम हो। गोदावरी धाम अन्तिम दाह संस्कारका लागि मात्रै प्रख्यात छैन, यो धाम विवाह व्रतबन्धका लागि पनि उत्तिकै प्रख्यात छ। यो पुरै पर्वतको फेदमा अवस्थित यो गोदावरी धामलाई विशेष गरेर चाहिँ गुरु योजना बनाएर यसको विकास बृहत विकास गर्नु हो भनेपछि यहाँ आन्तरिक पर्यटक मात्रै नभएर विदेशी पर्यटकहरूको आगमन पनि बढाउन सक्ने पर्याप्त आधारहरू छन्। तर यस विषयप्रति यहाँको स्थानीय प्रदेश र सङ्घीय सरकारको ध्यान जान सकेको छैन। वर्षेनी गोदावरी यो नदीले चाहिँ धार परिवर्तन गर्दै आएको यहाँ देख्न सकिन्छ। विशेष गरेर यो चुरे क्षेत्र, यो माथिको भागको चुरे क्षेत्र हो। यो चुरे क्षेत्रमा यो जो अवैधानिक रूपमा दोहन नदी दोहन हुन्छ, त्यसकारण यहाँ पानी पनि पर्याप्त मात्रामा देखिँदैन। तर यो क्षेत्रलाई यहाँको स्थानीय सरकारले चाहिँ महत्त्व दिएर चाहिँ अथवा गुरु योजना बनाएर यसको बृहत विकास गर्नु हो भनेपछि त्यो धार्मिक रूपमा मात्रै नभएर यसलाई चाहिँ पर्याप्त पर्यटकीय सम्पदाको रूपमा पनि विकास गर्न सकिने पर्याप्त आधारहरू छन्। तर